न्यूज कलेक्सन फेसबुक पेज मार्फत हामीलाई सुनिरहनु भएको अथवा हेरिरहनु भएको सम्पूर्ण दर्शक श्रोताहरुमा नमस्कार। आज एउटा ठूलो विज्ञापन आएको छ। 4439 जना विज्ञापन भएको छ। त्यससँग सम्बन्धित विस्तृत जानकारी लिएर आइपुगेको छु। कृपया हाम्रो यस फेसबुक पेज फलो गर्नु भएको छैन भने फलो गर्नु होला। साथसाथै यस भिडियोलाई अत्याधिक रूपमा शेयर कमेन्ट पनि गर्न नबिर्सनु होला। लाइक त छँदैछ। आज राष्ट्रिय तथ्याङ्क कार्यालयले करार सेवामा जनशक्ति माग गरेको छ। एकदम यसको प्रोसेस एकदम सजिलो छ। त्यससँग सम्बन्धित सम्पूर्ण जानकारी यस भिडियोमा रहनेछ। लगभग 4400 भन्दा बढी संख्यामा विज्ञापन माग गरिएको छ। तलबको कुरा गर्दा 32000 देखि 35000 को आसपासमा रहेको छ। तपाईहरुले यस विज्ञापन अनलाइनबाट आवेदन दिनुपर्नेछ र यस परीक्षामा कुनै पनि एक्जाम हुने छैन। तपाईहरुले अनलाइनबाट आवेदन दिइसकेपछि तपाईहरुलाई सर्टलिस्ट गरिनेछ र अन्तिम सर्टलिस्ट भइसकेपछि तपाईहरुलाई अन्तर्वार्ता हुनेछ र यसको लिखित परीक्षा कुनै पनि हुने छैन। केवल एउटा अन्तर्वार्ता मात्रै हुनेछ र तपाईहरुले घरै बसी सजिलैसँग अनलाइन आवेदन दिन सक्नुहुनेछ र यसको दरखास्त जस्तो पनि कुनै आवश्यक छैन। ल सुरु गरौँ है त आजको विज्ञापनतर्फ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बेला बेलामा विज्ञापन जारी गर्ने गर्दछ। विशेष गरी राष्ट्रिय आर्थिक गणना 2082 को लागि यो जनशक्ति माग गरिएको हो। राष्ट्रिय आर्थिक गणना 2082 मा स्थलगत तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षण गर्ने कार्य सञ्चालन गर्नका लागि विभिन्न पद र संख्यामा करार सेवा लिनुपर्ने भएकाले इच्छुक नेपाली नागरिकबाट आजको मितिबाट 21 दिनभित्र अनलाइन आवेदन दिनुपर्नेछ र अनलाइन दरखास्त तपाईहरुले hrms.nsonepal.gov.np बाट अनलाइन आवेदन दिनुपर्नेछ। यदि अनलाइन आवेदन भर्न कुनै कन्फ्युज हुनुहुन्छ र अनलाइन आवेदन भर्नका लागि केही जानकारी चाहियो भने कृपया हामीलाई कमेन्ट गर्नु होला, मेसेज गर्नु होला। हामीले अनलाइन आवेदन घरबाटै भर्ने व्यवस्था मिलाएका छौं। 526 जना सुपरिवेक्षक माग गरिएको छ र 526 जना सुपरिवेक्षकको करार अवधि 2.5 महिनाको हुनेछ र यदि तपाई सुपरिवेक्षक बन्न चाहनुहुन्छ भने तपाई कम्तिमा नै ब्याचलर पास अथवा स्नातक तह उत्तीर्ण हुनुपर्नेछ र यसको सेवा सुविधाको कुरा गर्दा 34730 हुनेछ अर्थात नायब सुब्बा सरहको तपाईहरुलाई तलब प्रदान गरिनेछ। 34730 रुपैयाँ तपाईहरुलाई मासिक तलब भुक्तानी गरिनेछ र यसको लागि स्नातक तह उत्तीर्ण गर्नुपर्नेछ। सुपरिवेक्षक 526 जना। त्यसैगरी अर्को पदमा माग गरिएको छ गणक 3913 जना गणक माग गरिएको छ। यसको लागि योग्यताको कुरा गर्दा तपाईहरुले 10+2 अर्थात 12 पास गरेको हुनुपर्नेछ। यदि तपाई गणक बन्न चाहनुहुन्छ भने तपाईले 12 पास उत्तीर्ण गरेको हुनु पर्यो र तपाईहरुले 2.5 महिना काम गर्नुपर्नेछ र यसको सेवा सुविधाको कुरा गर्दा खरिदार अर्थात 32900 तपाईहरुले मासिक प्राप्त गर्नुहुनेछ र यस सम्बन्धी विस्तृत जानकारी तपाईहरुले राष्ट्रिय तथ्याङ्क कार्यालयको वेबसाइटमा बाट प्राप्त गर्न सक्नुहुनेछ। nsonepal.gov.np बाट तपाईहरुले अनलाइन आवेदन भर्नु पर्दा तपाईहरुले इमेज अपलोड गर्नुपर्नेछ। नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, आफ्नो पासपोर्ट साइजको फोटो, त्यसैगरी आफ्नो ट्रान्सक्रिप्टहरु, तपाईको शैक्षिक योग्यताको लब्धाङ्क प्रमाणपत्र। यदि तपाई सुपरिवेक्षक हुनुहुन्छ भने ब्याचलर लेभलको ट्रान्सक्रिप्ट अपलोड गर्नुपर्नेछ। त्यसैगरी गणकको लागि योग्य हुनुहुन्छ भने 12 पासको ट्रान्सक्रिप्ट अपलोड गर्नुपर्नेछ। त्यसैगरी क्यारेक्टर सर्टिफिकेट अर्थात चारित्रिक प्रमाणपत्र पनि तपाईहरुले अपलोड गर्नुपर्नेछ। यदि तपाईसँग अनुभवको प्रमाणपत्र छ भने अनुभवको प्रमाणपत्र पनि अपलोड गर्दाखेरि तपाई सर्टलिस्टमा पर्न सकिने सम्भावना धेरै रहन्छ। अन्तर्वार्तामा उपस्थित हुँदा तपाईहरुले सक्कलै कागजात लिएर आउनुपर्नेछ र अर्को यस जानकारीको कुरा गर्दा तपाईहरुले काम कहाँ गर्ने त भन्ने तपाईलाई कन्फ्युज हुन सक्छ। यो 77 जिल्लामा को लागि खुलाइएको 77 जिल्लाको लागि खुलाइएकोमा तपाईहरुले सम्भव भएसम्म तपाईहरुले रोजेको स्थानीय तहमै तपाईहरुले 753 वटै स्थानीय तहमा तपाईहरुले सम्भव भएसम्म चाहिँ तपाईकै स्थानीय तहमा आवेदन दिन सक्नुहुनेछ अर्थात तपाईहरुले त्यही आफ्नै रोजेको स्थानीय तहमा काम गर्न सक्नुहुनेछ र तपाईहरुले गणकले तथ्याङ्क सङ्कलन गर्ने हो भने सुपरिवेक्षकले तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षण गर्नुपर्नेछ। अब उमेर हदको कुरा गर्दा 18 वर्ष पुरा भई 45 वर्ष ननागेको हुनुपर्नेछ
त्यसै गरी 2082 चैत्र 26 देखि 2083 असार 8 गतेसम्म तपाईहरूले काम गर्नुपर्नेछ। र यदि यस सम्बन्धी कुनै जानकारी भएमा कन्फ्युज भएमा राष्ट्रिय तथ्याङ्क कार्यालय आर्थिक गणना शाखाको सम्पर्क नम्बर 0141000524 मा सम्पर्क गर्न सक्नुहुनेछ। तपाईहरूले अनलाइनबाटै आवेदन दिन सक्नुहुनेछ। अब संक्षिप्तमा कुरा गर्दा राष्ट्रिय तथ्याङ्क कार्यालयले यो विज्ञापन खुलाएको हो। लगभग 4900 जनाको तपाईहरूले hrms.nsonepal.gov.np बाट आवेदन फर्म भर्नुपर्नेछ। सजिलो छ, एकदम सजिलो छ। तपाईहरूले PDF अथवा JPG फाइल अपलोड गर्नुपर्नेछ डकुमेन्टको हकमा। 200 KB भन्दा बढी हुनु हुँदैन। तपाईहरूले यो जनशक्ति व्यवस्थापन प्रणाली अन्तर्गतको यो वेबसाइटमा गएर आवेदन फारम भर्नुपर्नेछ। र यसको कुनै पनि परीक्षा हुँदैन, केवल एउटा तपाईँको सर्टलिस्ट हुन्छ। सर्टलिस्ट भइसकेपछि अन्तर्वार्ता हुन्छ, त्यसपछि तपाईँ योग्य हुनुहुनेछ। र कुरा गर्दा कुनै पनि आवेदन दस्तुर दिनु पर्दैन, यसमा कन्फ्युज नहुनुहोला। कुनै पनि आवेदन दस्तुर दिनु पर्दैन, आवेदन दस्तुर दिनु पर्दैन। तपाईँले घरै बसी सजिलैसँग अनलाइन आवेदन दिनुपर्नेछ। अनलाइन आवेदन दिनका लागि कुनै कन्फ्युज हुनुहुन्छ, यदि हामीले पनि भर्ने व्यवस्था मिलाएका छौँ, यसर्थ तपाईँहरूले हामीलाई मेसेज गर्न सक्नुहुन्छ, कमेन्ट गर्न सक्नुहुन्छ। र अर्को भिडियोमा यदि तपाईँले भिडियो चाहनुहुन्छ भने अनलाइन आवेदन कसरी गर्ने त्यसको सम्पूर्ण A to Z जानकारी हामीले अर्को भिडियोमा लिएर आउनेछौँ। कृपया त्यसको लागि तपाईँहरूले नेक्स्ट भिडियो भनेर कमेन्ट गर्नुहोला अथवा अर्को भिडियो अपलोड गर्नुहोस् भनेर कमेन्ट गर्नुहोला। हामीले तपाईँको कुरालाई मध्यनजर गर्दै अर्को भिडियो लिएर आउनेछौँ। त्यससम्मको लागि तपाईँहरूले यो भिडियो हेर्दै रहनुहोला। कुनै कन्फ्युज भएमा हामीलाई कमेन्ट गर्नुहोला। अर्को भिडियोमा फेरि हाम्रो भेट हुने नै छ। र अन्त्यमा न्युज कलेक्सन हाम्रो यस पेजलाई लाइक गर्नुभएको छैन र फलो गर्नुभएको छैन भने फलो गर्नुहोला। अर्को भिडियोमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार।